पेट्रोल तपाईहरुलाई माथि निस्किसकेपछि कति पर्दो रहेछ भन्दाखेरि रूपसे झरनाभन्दा माथि एउटा पेट्रोल पम्प छ त्यहाँ डिजल मात्रै रहेछ पेट्रोल चाहिँ बोतलमा बेच्ने रहेछ बोतलमा चाहिँ के भन्दाखेरि 180 प्रति लिटर पर्ने रहेछ पानीको बोतलको 40 रुपैयाँ पर लिटर पर्ने रहेछ है त अनि चुयान थाहै छैन यार यो डारमा यार कहाँबाट चुइन्छ थाहै छैन मुस्ताङमा डारो ग्याङ मुस्ताङमा ठिक छ चार्जिङ सेन्टरहरू पनि चार्जिङ पम्पहरू पनि रहेछ यहाँ इभी गाडीहरू पनि आउनु रहेछन् लगाइज हो यटो अहिले हामी बेनी बजार बेनीको बजार उतै छ लगाइज अहिले हामी छौँ मिलन स्टाफ होटलमा अब तपाईँहरू मुस्ताङ जाँदै हुनुहुन्छ भने पुष्पबाट थोरै अगाडि आएपछि टक्क पारामा यहाँ मिठो चिकन खाना खाएर जानु होला होइन मुस्ताङमा भन्दा यसो के गर्नु पऱ्यो ए त्यतै छ लगाइ 7 वटा पुल भयो एउटा उहाँ तल पनि रहेछ धन्यवाद हजुर हस् धन्यवाद हजुरलाई पनि शुभयात्रा ठिक छ गाइज रमाइलो छ पुलको यात्रा हुने भयो है त लगाइ स्कुटीले अब लिक्विड फाला लगाइसक्यो धेरै भइसक्यो छेर्न लगाइसक्यो स्कुटीले अब हजुर कुन ठाउँमा आइयो हामी यो पर्वतको फलेवास म मोहित भयो गाइज मोहित मुस्ताङ त के चाहियो र गाइज यहीँको भ्यू दामी छ लगाइज यो कुन गाउँ हो मलाई चाहिँ थाहा भएन होइन अघि त्यहाँ बोर्डमा त थियो तर बिर्सेँ मैले तर राम्रो रहेछ बाटो साटो यता भित्री बाटो पनि राम्रो रहेछ होइन ल रक्कु दाइ ल है त अलगमा हो दाइ राम्रो शुभयात्रा ल दाइ ल धन्यवाद लगाइज हामी बिच बाटोमा आएर रोकिसक्यौँ मुस्ताङको ट्रिप मुस्ताङ पुग्नै छौँ हामी यहाँ डुम्री बान्दिङ नाउँदै रोकिसक्यौँ होइन यता हेरौँ केटाहरूको झोलाबान्दी कार्यक्रम अझै चलिरहेको छ लगाइज रेडी हो नि रेडी हो ल मुस्ताङ कलिङ अरे ल भन्दा लगाइज अब हिँड्यो हामी मुस्ताङको लागि टक्क पारामा है त मुस्ताङको लागि राइड सुरु भइसक्यो मेरो गोप्रोको स्ट्यान्ड पनि बिग्रियो यस्तो लुलो छ कहाँ खस्ने कि भन्नुपर्ने कि फेरि खस्यो भने लफडा हुन्छ यो थाहा छ होइन यति भएपछि यो पनि भित्र राख्दैन कि पनि एउटा राख्दैन न त्यही अब अब केटाहरूसँग गएर भेटौँ है जय शम्भो यात्रा मुक्तिनाथसम्म धन्यवाद धेरै धेरै यात्रा मुक्तिनाथसम्मको गाइड यसो गई सायद भइसक्यो गाइड ल गाइड म हिँडिसकेँ अब घरबाट ट्याक्क भएर वे टु मुस्ताङ मुक्तिनाथ कलिङ गाइज मुक्तिनाथ कलिङ हिँड्ने अब सुट बुट लगाएर भन्नु पऱ्यो कुरोकानी यस्तै हो क्या पक्का एक सेट कपडा लगाउने हो एक सेट झोला बोक्ने हो त्यसपछि हिँड्ने हो टक टक पारामा अब रमाइलो हो त्यस्तै चाहिँ गाइज अब प्याकम प्याक छ भने हल्ला आइरहेको भान्दाहरूले बुकिङ गर्नु भयो कि आर्नु भयो होटेल होइन कुरो चाहिँ गम्भीर छ अरे प्याकिङ छ अरे हेरौँ अप्पर बरु पुगिन्छ कि नै अप्पर पुगिएन भने तलतिर मुस्ताङ बसेर आइन्छ मुक्तिनाथ पुगेर आइन्छ गाइज अप्पर त क्यारिन्छ मैस छैन समयले के भन्छ कति दिन लाग्छ भन्ने कुरा हो समय थोरै छ त्यही गाइज ल बुवा हुन्छ यहाँबाट बाइकमा बसेर जानु पर्ला सर राम्रो गाउँको भ्यू हेरिदिउँ अमला टिपेर ल्याउनुपर्छ कि अलिअलि ल गाइज रेडी हो नि रेडी हो ल मुस्ताङ कलिङ अरे ल भन्दा जाम ल गाइज स्प्लेन्डरमा मुस्ताङ कलिङ है त हामी अब के त सौगात यस्तै चाहिँ लेडिज झोला बोक्ने हिँड्ने बिन्दास छ के मुस्ताङ कलिङ गाइज मुस्ताङ कलिङ केटाहरू आउँदैछन् पछाडि
हिँड्यो अहिले धनगढाबाट सर सही हो गाइस सही हो रमाइलो छ रहिला हो कि रहिला जाँदा जाने पुग्ने एरियो भन्ने कुराहरू लखडा गाह्रो लगाइजाउँ हामी बिच बाटोमा आएर रोकिसक्यौँ मुस्ताङको ट्रिप मुस्ताङ पुग्नै छौँ हामी यहाँ डुम्री बन्दिङ नाउँदै रोकिसक्यौँ होइन यता हेरौँ केटाहरूको झोलाबान्दी कार्यक्रम अझै चलिरहेको छ यस्तो मिठो बाँध्दै भान्दा ल्याएर अहिले आएर मुस्ताङबाट मलाई काठमाडौँ छोड्न जाऊँ भने पनि पुग्छ मलाई बुटल चाहिँ छोड्न नि न लामा वाला टुट 7 टार्दिनी हो क्या फेरि भने यहाँ कि फेरि हालमकी जस्तो हालिदिनु हुन्छ के रामपुर गाउँ के म पनि बोले लगाइस् कुराकानी त्यही भन्दा ट्रिप सुरु भइसक्यो है ला मजाको ट्रिप ट्याक्क 4 जनाको ग्रुप मिठो छ ल लगाइजाऊ हाम्रो ब्रेक पनि सकिसक्यो केटा फोटो हान्दै गर है फोटो हानी ग्रुप फोटो है त तेरो नाम राख्दै नि त सौगात भन्दाले के राख्दे लिल झोला फोटो हान्दिहाल केटा फोटो हान्दिहाल सेल्फी हान ल लगाइज लिल झोला होइन लामो हात बागेर हान्नुपर्छ सेल्फी त लगाइ हिँडिसक्यो नि हामी लगाइ जब मुस्ताङ नपुग्दै हाम्रो गाउँतिर पनि एउटा मुस्ताङ नामक एउटा ठाउँ छ बाटोको लेखी है त हाम्रो डुम्री भन्दिङ निस्किने बाटो तपाईँहरूले देख्न सक्नुहुन्छ अब एकदम धमाका यहीँबाट खुट्टो लतार्न पर्ने स्थिति आइसकेको छ हेर्नुहोस् कुरोकानी त्यही हो अब मुस्ताङको लागि अब हिँड्दैछौँ हामी झन्डा त के का नेपाल फरफराउने एकै हिँड्ने के झन्डा फरफराउने फर बाइक कुदे पो बल्ल झन्डा त्यो हिसाबले फरफराउँछ झन्डा त पिछबाट छिरेपछि हो झन्डा फरफराउने यहाँ मुस्ताङ के अरे फरफरा रहेछ यो लगाइस डुम्री भन्दिङको भ्यू पनि एक हिसाबले खिच्ने लायक छ कि दामी छ कि डुम्री भन्दिङको भ्यू पनि मिठो छ कि यहाँ फेरि बिन्दासै छ कि यसो हेर्ने हो नि झर के भनेको अहिले झर भनेर अब यहाँ हेर मैले डुम्री भन्दिङको बाटो नआउँदै झर अरे भन्नु खोजेको के हो भनेको गाइस के अरे पनि यो मुस्ताङ उताड गाउँ हुँदैछ यार उताड पनि झर्न पर्छ कि त्यहाँ ठाडो उकालो खै ल हिँड तान्छ कि हिँड त उड्दैन अगाडि अब यहाँ डुम्री भन्दिङमै तान्न छोडिया बाइकले अब के पुग्ने यो बाइक यहाँ मुस्ताङ टोलीलाई बरु अटो लिएर आऊ भनेको के अरे अटो लिइहाल्छन् कि अटा जानुहुन्थ्यो मुस्ताङ मजाले बसेर म त अब बाइक राइड कम अब ट्रेकिङ ज्यादा होला जस्तो छ बिन्दास तरिकाले रफ रोड होइन कि रफ रोड लटर पटर हिँडाले गर्ने उकाला उठ्ने जोइन्छ बाइक एकमा पनि अब गर्ने के हो भ्याइयो गाइस आफ्नो त ट्रेकिङै हुने भयो लखडा कारबार लगाइदियो आखिर के भइरह यो त स्याङजामै पर्छ कि है हुन त हुल्काङबाट यता लाग्यो कि त्यही लखडा कारबार भयो हेलो नमस्कार किनकै गाडी परेछ लगाइस खेम अङ्कल पर्नु भएछ होइन बेहुली बासका हामी आवत जावत गर्ने पहिला उहाँको गाडीमा भन्ने होला किन त चिन्नु भएन उहाँले यसो क्यामेरा ठडा आएको देखेर यसो मन्टो हल्लाइदिनु भयो कि जस्तो लाग्यो मलाई ल है त गाइस यस्तै हो हेरौँ पर्वतको बाटो लखडा कारबार हो क्या मुस्ताङको बाटो लगाइ अहिले हामी हातेमालो बजार आइयो हातेमालो बजार एकदम प्रवेश भइसक्यो हामी नेपाल हातेमालो बजारमा हेरौँ है गाई झन्डा फरफराइरहेको छ नेपालको लगाइ इन चाहिँ मिज्यू हुन् त्यही कारणले गर्दाखेरि आज बाइकमा आएका छौँ हामीलाई हेर्नुहोस् रोशन यता मेरो सेकेन्ड ह्यान्ड मोबाइल मिलाउँदैछन् चाहिँ बजार हो यो मेरो बसन्ती यहाँ सौगात लेखेको छ हेर्नुहोस्
यता बेहुलीवासतिरबाट जानु पऱ्यो ए ल हस् हस् हुन्छ हस् धन्यवाद फाइनली हाम्रो टाइम अब रकेट दाइ भेट भइसक्नु भएको ल रक्कु दाइ ल है त भ्लगमा हो भलगमा दाइ ल राम्रो शुभयात्रा ल दाइ ल धन्यवाद गाइज अहिले हामी पर्वतमा होइन बिहारी गाउँपालिका धरमपलतिर बिहारी गाउँपालिका सोध्ने कि त्यो लगाइज अहिले हामी आयो बिहारी गाउँपालिका लगाइज अहिले हामी पोखरा चौर भन्ने ठाउँमा आइयो होइन एक्लो घर मात्र एक्लो घर मात्र रहेछ ट्याक्कै यहाँ अब अरू तलमाथि होला नि तर यो अलि लगाइज अब हामी बाटो गलत आइयो कि के आइयो थाहा भएन यो ढलाइ के को लागि हो भन्ने कुरा हो कि खास ढलाइ गरेको थुप्रै भयो जस्तो छ होइन हामी त यता अफरोडबाट झरियो ढलाइ के गर्दा गर्दा आधामै अपुरो हो कि भनेर पर्ने त्यो झर्न पर्ने टाढा है गलत मात्रै हामी नेपालको उसो हो के अरे अफरोड हिँड्ने भनेर अफरोड छिरियो यो लफडा कारबार रहेछ कि के हो त यो ढलाइ खास आधा मात्र ढलाइ गरेर छोड्ने के हो बिच घाँसै बोला त फेरि ढलाइ पुरानै हो यो कुरो बुझिएन गाइज यसो कमेन्टमा हेर्ने हुनाले है यसो प्रकष्ट पारिदिनु होला यता चाहिँ रहेछ है पुरै फेरि ढलाइ ए यो बाटो ढलाइ अब बजेटै परेको छ त्यहाँ एक लाइनलाई मात्रै परेर एक लाइनलाई मात्रै हालेको रहेछ कि लगाइज यो कुन गाउँ हो मलाई चाहिँ थाहा भएन होइन अघि त्यहाँ बोर्डमा त थियो तर बिर्सेँ मैले तर राम्रो रहेछ बाटो साटो यता भित्री बाटो पनि राम्रो रहेछ होइन पुरा पिच हानेको है यतातिर कृषक पनि चल्दै छन् जस्तो देखिन्छ प्रत्येक घरका मान्छेहरू कृषक हुनु छ कि जस्तो छ एउटा डाँडाको बिचमा बसेको सर यता कुसमा निस्किने कताबाट होला कुसमा यताबाट हस् धन्यवाद ल कुसमा निस्किने यताबाट आइछ ग्यारेज सुविधा बस यहाँ सुविधा नलागेको भनेको पेट्रोल पम्प हो गाइस बाटो हेर्नुहोस् पछाडिको कस्तो छ बाटो जानुहुँदा चोइन रहेछ यहाँभित्रको बाटो हेर्नुहोस् त गाइस भान्जाहरू यहीँ हडिनु भएको रहेछ होइन हो के भने टुकटुकी हो नि त नि यो कहाँ चढ्ने हो त यो कहाँ चढ्ने ओह्रालो त्यसपछि न्युट्रल हाल्ने अफ गर्ने लफडा त्यही भनेको कि न्युट्रलमा हिँड्नु हुन्न कि यस्तो हिँडेर इन्जिन तातिरहेको हुन्छ लगाइज यो कुन ठाउँ भन्ने कुरा मलाई थाहा भएन होइन यसो कमेन्टमा दिनुहोस् यस्तो भाँसिएका बाटो छन् तर मिठो रहेछ ठाउँ चाहिँ कुन ठाउँ हो भन्ने कुरा थाहा भएन है बोर्ड सोर्ड पनि देखिएन क्या अघि ल्याउनु पर्यो ढुक्क हो कि होइन ल्याउ भइसक्यो जमेको ल्याउ मिठो ल्याउ थियो कि मिठो लर देख्यो कि देखियो ल होइन ल जान्छौँ गाइज ल है ल बटो पनि होइन यिनको त धार दिएछ कि एकमा आनन्द अरे लगाइजले कतिर चढिसक्यो जस्तो लाग्यो हामी हिमालतिर आइयो हिमालदेखि लाग्यो त्यही केटाहरू पछाडि छन् लगाइज अहिले हालचाल हामी अब मोदी के अरे यो ठाउँको नाम मोदीबेनी भन्ने ठाउँमा आइयो होइन मिठो छ तर यताको चाहिँ मलाई अरू कुरा छोड बाटो चाहिँ मन पर्यो बाटोमा चाहिँ राम्रो विकसित ठाउँ मध्ये पर्छ भन्ने त होला नि खेतीपातीमा पनि राम्रो रहेछ होइन त्यही हो गाइस अपडेट दिँदै गर्छु तपाईँहरूलाई लोकेसन जाँदै गर्छ है त म मोहित भयो गाइस मोहित मुस्ताङ त के चाहियो र गाइस यहीँको भ्यू दामी छ मिठो भ्यू लाग्यो यहाँको लगाइ जस्तो मिठो मिठो गइरह आइया अहिले झर्ना रहेछ यहाँ चाहिँ केटा तल ओह्रालो लागिसक्यो मिठो छ भ्यू राम्रो छ त्यही हो अघि मोदीबेनी आइयो भनेको त होइन अहिले त यहाँ अर्को बोर्ड हेर्दा त मोदीबेनी 13 किलोमिटर भन्दैछ अझै अघि हामी मोदीबेनी आइयो भनेको होइन त्यही हो गाइज ल अपडेट दिइरहने हो क्या लगाइ बाटो बन्द रहेछ यहाँ चाहिँ हामी यता माथि जानु पर्यो होइन यता बाटो रहन्छ भने यहाँ यता फेरि बाटो बन्द छ भने फेरि कता त बाटो बन्द छ भने फेरि लफडा कारबार कता बाटो बन्द यताको उता साह्रो यहाँ क्या तर यता त गाडी हिँड्ने मान्दिनु भने त फेरि मास्तिरै हो क्या चटकट कताबाट झर्ने हो कि केटाहरू फर्किए यताबाट बाटो बन्द भनिरहेको क्या अरे यहाँ भन्दा भन्दै हामी हिँड्ने ठिकै छ कहाँ पुगेर फर्किने बेसो भयो गाडी चाहिँ हिँडिआएन त हेर न बाटो त्यो घक्राङ रहेछ गिटी पुग्यो त्यताबाट झरेर त्यो बाटो झर्ने कि त्यति मात्र कति रहेछ कि जाऊँ न त हामी लगाइ यहाँ त बाटै छैन
यही अगाडि बाटो छैन कि बाटो बन्द त भन्नु आएको बन्द भन्न आएर हामी जाने र हामी बाटै छैन कहाँबाट के जाने खै त बाटो जानलाई बाइक त टर्ला यहाँबाट जानलाई खै त गएन र त्यहाँ त्यति कतै त गइगयो फर्कियो अब ओहो गाइस यो ठाउँ त आएको क्या पहिला खै कहिले आयो यार ओहो अब यहाँ पुल तर्ने हो बन्द छ भन्दा भन्दा फेरि कता हो त केमा त्यो पुल त रोशनले लान्छन् लगाइ जब यो पुल तरेर जानु पर्ने हामी चाहिँ यत्रो पुल कहाँ तर्ने हो तरिन्छ क्या मजाले किन नतर्नु पर्छ बाइक हेर न मन त हो जान्दैन हेर भन गएको बुढाले हो त्यो पुल त हिँड्नाले मन त आजसम्म हिँड्नाले है रमाइलो हो वाह बाइक आहा के हो भान्जा हजुर कुन ठाउँमा आइयो हामी हामी यो पर्वतको फलेबास फलेबास मिठो छ नि होइन ट्रिप राम्रो भइरहेछ तलबाट गयो बाटै हिँड्छ लास्टमा फर्केर पुलबाट तार्ने रहेछ ठिकै छ तल यस्तो कन्स्ट्रक्सन चलिरहेको रहेछ यहाँ बाटै बन्द भइसक्यो पुरै बाटो बन्द के पछि भयो भने खोल्न पर्थ्यो नि त यार पर्थ्यो नि त है तर उता त दुःख रहेछ नि अनि यो अफ रोडमा फेरि स्कुटीलाई गाह्रो पर्छ स्कुटीलाई गाह्रो सिसोल छ बाइक त्यही हो गाइजले हामी यहाँ तल स्कुटी यहाँ तल पुगेर आएको बाटै बन्द रहेछ ठिक छ रमाइलो छ जिन्दगानी यस्तो घुमेर यो पुल त अलिक वर देखिया थियो कुन तँ हो कि पर देखियो म त तँ पुल आइछ भनेर ठिक छ लगाइस् अब दादालाई बोलाए पनि भयो जे गर्नु भयो उहीँ पुगेर भन्दा लगाइज हेर्नुहोस् त ड्रोन उडाइदिउँ हामीले मलाई त डर लाउँछ कि भन्दा जान्छ है भन्नुपर्ने यहाँ अनि लगाइस् केटाहरू आउँदैछन् बाइक लिएर भन्दाले हान्छन् क्या हो अलि सुस्त होइन यो भन्दाले कुदाइदिन्छन् त लगाइस वे टु मुस्ताङ है त रमाइलो छ गाइस शिव मन्दिर पुलचोक हो कि के ठाउँ भएछ यो होइन त्यो झलुङ्गे पुलबाट चाहिँ ट्याक्क निस्किसकेपछि राइट टिक्न पर्ने रहेछ त्यसपछि कुस्माको रोड सुरु है त लगाइस यहाँ कोदो टिप्ने कार्यक्रम नै चलिरहेको रहेछ हुर्र पार्दैन त्यहाँ फर्र गरौँ कोदो टिप्ने कार्यक्रम चलिरहेको छ यहाँहरूलाई सोध्नु पऱ्यो हजुर कुस्मा जाने बाटो कुन होला त्यो बाटो हो ए हस् हुन्छ धन्यवाद ल सही गाइजले अब कुस्मा निस्किन्छ त्यताबाट आइछ बाटो बिचमा फाटिरहेको तर तपाईँहरू जुन बाटो आउनु भएको त्यही बाटो हिँड्नु है त त्यही हो लगाइज यहाँ सल्लाह बन रहेछ उपाहरू पनि मिठो रहेछ यहाँ होइन जङ्गल राम्रै रहेछ यार पुरै सल्लाह बनाइछ पुरै त होइन अब नदेखा ल्याइएछ त्यसमा श्री भाटे देवल श्री माटे देवल भइसक्यो आइन्छ माटे देवल जनसहयोगी कुसमा जाने कता हो यही हो मुडीको सिधै हिँड्ने हो कि लगाइस ठाउँ चाहिँ मिठो भएछ केटाहरू बट्टो हान्दै हिँडिरहन् बल्ल बल्ल अलि आए जस्तो सो भलगिङले मार्केट दिइरह नि त अहिले लगाइ शम्भु राइट्सलाई सब्सक्राइब गर्न नभुल्नु होला है त जानकारीमूलक भिडियोहरू लिएर आउने कोसिस गर्दछौँ हामी लगाइ स्कुटीले अब लिक्विड फाला लगाइसक्यो धेरै भइसक्यो छेर्न लगाइसक्यो स्कुटीले अब नफडो गाह्रो के गर्छ त ए मिठो फालिदियो यार पुरा ठुलै भएर रहेछ क्या भन्दा सल्युट गरिदिने कि लगाइस पुल चाहिँ ध्वस्तै चढ्न पर्ने रहेछ अघि एउटा पुल अब यो एउटा पुल अब कतिवटा पुल त अर्नी हेरौँ लम्बा लम्बा रास्ता ठिक छ रमाइलो छ हिँड्ने रुटै पुल रहेछ कि यहाँ हिँडाइ धेरै हुने कि केटाहरू कहाँ गयो भन्ने कुरा हो क्या पारी घर बस्यो कि क्यारे फोन पनि उठायो लगाइस यहाँबाट हिमाल सिमाल नै देखिँदैछ यहाँबाट पुल गनौँ है त्यहाँ एउटा पुल तल होइन त्यसपछि यहाँ तल अर्को पुल दुईवटा पुल यता तिनवटा पुल यससित 4वटा पुल उता 5वटा पुल यता 6वटा पुल 6वटा पुल त यहीँ देखिँदैछ गाइज ल कस्तो ठाउँ हो 6वटा पुल यो पुलबाट यो पुलसित 6वटा पुल छ भनेपछि अब बुझ्नुहोस् कस्तो पुलको खाँचो गरेको ठाउँ रहेछ पहाडी इलाका भन्ने त होला नि तलतिर हेर्नुहोस् फेरि मिठो छ फेरि पार्क जस्तो रहेछ त्यहाँ के रहेछ नि शिवजीको मूर्ति सुर्ती रहेछ शिवजीको मूर्ति मन्दिर रहेछ कि त्यहाँ ए सही गाइज ल एकदम धार्मिक क्षेत्र भन्ने त होला नि होइन है त गाइज छोटो मिठो हान्दै जाऊँ है त ठाउँको लगाइ 7वटा पुल भयो एउटा उहाँ तल पनि रहेछ उहाँ एउटा सानो पुल पनि रहेछ त देखिएन अघि धन्यवाद हजुर हस् धन्यवाद हजुरलाई पनि शुभयात्रा उहाँ सानो पुल पनि रहेछ है त्यसो गाइजको रमाइलो छ पुलको यात्रा हुने भयो है त बाइकसित AMBHORIDES कहाँ जाने हो त अब हामी हिँडेको मुस्ताङ
यात्रा मुस्ताङको ल बेस्ट अफ लक राम्रो तपाईँहरू कहाँसम्म हामी पोखरा हुँदै यता फर्किने फेरि ए क्यामेरा त्यता छ कि यता छ त्यतै छ क्यामेरा यता छ कि त्यता कहिले हाल्छौ आउँछ होला अब यताबाट फर्केपछि 3 दिनको कहिले हाल्छौ यो 3-4 दिनमा आउँछ 4 दिनमा टिपेर राख्नु न सम्बो राइट्स SAMBH RIDS भनेपछि त सम्झे हस् हस् धन्यवाद है त गाइस यहाँ त घना जङ्गल आम्मामा मिठो छ यहाँ त यो त कमल पोखरी हो कि कमल पोखरी मिठो छ त ठाउँ त ल सबै गाइस ल हिँड्दैछ पाइला मेट्दैछ भने जस्तै यात्रा मुस्ताङसम्मको हेर्नुहोस् कुस्मानी सिनी बाटो यस्तो मिठो रहेछ म अहिलेसम्म आएको थिइनँ होइन तिमी आएको थियौ त सबै हामी सबै नयाँ नयाँ छौँ त्यो घर पनि रमाइलो छ भन्नु पऱ्यो केटाहरू उहाँ चोक गइसक्यो अरे कुस्मा चोक लगाएपछि कुस्मा गएर खाना खाएर जानुपर्छ भात खाएर लगाएपछि मलाई यो ठाउँ चाहिँ मिठो लाग्यो यार एकदम दामी ठाउँ चाहिँ एकदम मिठो छ होइन चौर भएको एकदम व्यवस्थित जस राम्रो विकसित भइरहेको रहेछ भन्नु पऱ्यो मान्छे पनि रहेछ बस्ती पनि रहेछ ठिक छ बजार जस्तो छैन तर सिम्पल शिवालय चोक भन्छ शिवालय चोक भन्छ फोन गरेर सोध नि कहाँ अब थाहै छैन कुस्मा निस्किने रुट त यही हो हामी मुस्ताङ जाने हो मुस्ताङ त माथि जानु पऱ्यो हस् सर धन्यवाद मालडुङ्गा आउँछ हजुर यताबाट मिलन चोक जाने यता माथि जाने एउटा चाहिँ बागलुङ जाने हुन्छ ए हस् हुन्छ सर ल जाम लगाएपछि यो चोकबाट चाहिँ शिवालय चोकबाट चाहिँ यता लाउनु पऱ्यो हामी चाहिँ लेफ्ट निस्किनु पऱ्यो यता त पुरै हाइवे छ हेर मुस्ताङ जाने मान्छे लगाएपछि कुरोकान त्यही है त लगाएपछि हेर भित्र त के हो बटौली बजार जस्तो छ त यार केटाहरूलाई सिधै अब मुस्ताङ गइसक्यो बनाउँदा होला केटाहरू तिम्रो कहाँ कुस्मामा छौ अझै हामी मुस्ताङ गइसक्यौँ भन्ने होला लगाएपछि अहिले हामी छौँ मिलन स्टाफ होटलमा अब तपाईँहरू मुस्ताङ जाँदै हुनुहुन्छ भने कुस्माबाट थोरै अगाडि आएपछि टक्क बाह्रमा यहाँ मिठो चिकन खाना खाएर जानु होला होइन मुस्ताङमा भन्दा यसो के बनाउनु पऱ्यो एकदम भान्दा ठिक छ नि हो लगाएपछि होटल हेर्न सक्नुहुन्छ लगाएपछि खानापिना भयो कि होइन लगाएर होइन लगाएपछि हामी निस्क्यौँ लगाइ धेरै धेरै धन्यवाद है मिठो खानाको लागि है फेरि आउँदै गरौँ ल है हस् त धन्यवाद धेरै धेरै हस् हुन्छ दाइ ल हस् दाइ धन्यवाद ल लगाएपछि हाम्रो होटलको नाम हेरौँ तपाईँहरू यो अब मुस्ताङ सुस्ताङ जाँदै हुनुहुन्छ भने यो होटलमा टक्क छिर्नै खाना खाने स्टाफ होटल मिलन स्टाफ होटल है दाइ खाना एकदम बवाल छ दामी छ चित्तो बुद्धो छ है त प्राइस पनि राम्रै जाँदै यो चोकबाट चाहिँ हामी माथि लगाइसक्यौँ देख्न सक्नुहुन्छ यो चोकबाट चाहिँ लगाएपछि बागलुङका डाँडाहरू यस्तो मिठो रहेछ होइन मन्दिर भाइसक्यो जस्तो लागिरहेको बागलुङ पालिका अफरोड सुरु भइसक्यो अब हामीले बेनी पुग्ने छौँ अझ गाइस अहिले हामी बेनी बजार बेनीको बजार उतै छ नगर मेरो माला सही गाइस सही हो बारीबाट मेग्दी जिल्ला यता गुल्मी जिल्ला केआर पर्वत जिल्ला गुल्मी है एउटा पौल छुट्टाइएको बोर्डर हो यो बोर्डर थाहा लगाएपछि अहिले हामी अब बेनी पर्वत बेनी छोडेर मेग्दी जिल्ला प्रवेश गर्न लागिरहेका छौँ होइन मेग्दी जिल्लामा हार्दिक स्वागत गर्दछौँ बेनी नगरपालिका बेनी मेग्दी ए यता पनि पर्वत बेनी उता पनि बेनी मेग्दी हैछ कि फेरि त्यस्तो हैछ बेनी चाहिँ बेनी हैछ दुइटै यता वारिपारि बेनी नै हैछ क्या ल है त
अहिले गाइज हामी कालीपुल बस पार्क गऱ्यौँ बेनी नगरपालिका 8 है छ जाँदैछौँ साँझ पर्न ला जस्तो भइरहेछ तर यो मौसम त्यस्तो हो नत्र समय चाहिँ छ है हेरौँ यहाँको बस पार्क एरिया हेरौँ है त म पनि फर्स्ट टाइम हो सिधै बेनी बजार यता बेनी बजार यता म्याग्दी सिसिआई म्याग्दी जानु पर्यो अहिले गाइज बस पार्क यही है छ बेनी नगरपालिकाको गाइज झर्ना हेर्नु थियो अब यो झर्ना हात बस देखिन्छ यो ठाउँमा त यो हो नेचुरल वाटरफल हेरौँ गाइज हामी यता बेनीबाट छिरिसक्यौँ अब मुस्ताङको लागि धुलाम्बे छ गाइज धुलाम्बे लगाइ हेरौँ बाटोको स्थिति हो पहिराको नजिकै ल्याएर राखिदिएछ नि फेरि अन्त यहाँ जाममा यही केटाहरू लगाइ बाटो हेरिदिउँ है बाटो मिठो छ बाटो अब फेरि धुलो हिलो भइरहने छ कि अहिले लगाइस खतरा पहाडको मुनिबाट हिँड्यो हामीलाई हेर्नुहोस् बाटो जति क्वालिटीको छ पहाडको पुरा फेद देखिँदैछ अहिले लगाइस भ्यू हेर्नु भ्यू माउन्टेन भ्यू हेर्नु गाइस माउन्टेन भ्यू होइन माउन्टेन भ्यू सगरमाथा है त गाइस लगाइदिने हो लगाइस अब हामी छिर्दैछौँ डेन्जरस जोनतिर भाइरल बाटोतिर छिर्दैछ मिठो हरन हानिरहेको बस्यो अहिलेको हरन क्याप्चर गर्न पाइएन कि मिठो थियो अझैचोटि हानिदिएको थियो गुफाभित्र छिर्यो हामी हेरौँ गाइस धुलो भिडियो बनाए लगाइ बाटो हेर्नु बाटो गाइस पहिला बोइज हुइहाल्यो म्याग्दी है त म्याग्दी गाइस म्याग्दी प्रवेश गरिसक्यो हामी चाहिँ अब काली खण्डगिरी लम्बाइ 70 मिटर म्याग्दी पुगिसक्यो गाइस डाँडा काँडाको बिचमा हिँडिरहेको छौँ हामी तर खेतमा भन्नु पऱ्यो रैला हो क्या गाइस रैला भिडियो चलिरहेको अन्त के यस्तो के हो धुलो कति खाइयो बिजोक भयो यहाँ कपडा हाल्यो लौ तिम्रो फोन लौ त त्यहाँ त बिजोक भयो यार गाइस भित्र नहुने बियर खाने यताउता सिस्टम है कि के छ होइन तातो बन्द हो र खै के हो त्यो मेसै पाइएन हेर्दै क्यारेको हेर्दै बाटै पग भइसक्यो यार गर्मी के छ पुरै खनिसक्यो हामी यहीँ ब्रेक भयो भाइ यहाँ खोजले रान के खोजले काम भेटिन्छ कि अन्त खोजले काम के खोजेको के हत्ल्याङ गर्छ है हमेसै चलाइदिने छु कि लगाइस पछाडि जाम हेर्नुहोस् गाडी यदि आएर लाइन लाहन लगाइस जाममा हेरौँ है लगाइस अब हिमालको नजिकै आइपुग्यो हामी पुलै छ कि पुलको मेरी माया आइसक्यो पुलको बगैँचामा मेरी माया ओ माइ गड लगाइस झर्ना हेरौँ हिमाल हेरौँ के हेर्ने हो हेरौँ है लगाइस रोड बनाउँदै रहेछ लगाइस अहिले हामी दाना भन्ने ठाउँ कटेर यता अगाडि आइसक्यो दाना रहेछ ठाउँको नाउँ चाहिँ त्यो कटेर अगाडि लगाइसक्यो है त लगाइस अहिले हामी रुप्से झर्ना आइसक्यो होइन यो पनि एक हिसाबले भाइरल वाटरफल हो रुप्से झर्ना है त गाइस यतातिर रोकियो होला नि
धुलो परेको म अगाडि झर्ना हेरेर बस्छु है ए रूपसे झर्ना लगाइस अहिले चाहिँ हामी रूपसे झर्ना रूपसे वाटरफल लगाइस रूपसे वाटरफल पनि हेरियो देख्न सक्नुहुन्छ तपाईँहरूले मलाई रूपसे वाटरफलमा होइन कस्तो देखिरह भनिदिनु होला एकदम चिसो चिसो मौसम छ हावा चलिरह केटाहरू माथि निस्किसकेका छन् हेरौँ भ्यू गाइस भ्यू मान्छेहरूको स्टेसन आइसक्यो यहाँ मिठो छ है त्यो गाइस ल ल हेर मान्छेहरू नुहाउन पुगेछन् उहाँ लगाइस रूपसे वाटरफल पनि हेरियो है त ठिक छ चार्जिङ सेन्टरहरू पनि चार्जिङ पम्पहरू पनि रहेछ यहाँ इभी गाडीहरू पनि आउनु रहेछन् राम्रो छ गाइस बाटो हेर्मै बाटो मिठो छ पानीले रुचियो हामी कता कताबाट पानी चुहिया थाहै छैन यार यो ओडारमा यार कहाँबाट चुहिन्छ थाहै छैन मुस्ट्याङमा एडारो ग्याङ मुस्ट्याङमा पेट्रोल तपाईँहरूलाई माथि निस्किसकेपछि कति पर्दो रहेछ भन्दाखेरि रूपसे झर्नाभन्दा माथि एउटा पेट्रोल पम्प छ त्यहाँ डिजेल मात्रै रहेछ पेट्रोल चाहिँ बोतलमा बेच्ने रहेछन् बोतलमा चाहिँ तपाईँको कति पर्ने रहेछ भन्दाखेरि 180 प्रति लिटर पर्ने रहेछ त्यसपछि एउटा पानीको बोतल किनेको पानीको बोतलको 40 रुपियाँ पर लिटर पर्ने रहेछ है त त्यही कुरो कहानी अब रेट अब बढ्दैछ प्राइस हाई हुँदैछ जति माथि निस्क्यो त्यति प्राइस हाई हुँदै जाने हो त्यही हो गाइस कुरो कहानी है त यहाँ प्रहरी चेकिङ ब्रिज प्रहरी चेक पोइन्ट चेकिङ गर्ने हजुर हजुर हस् यहाँ चाहिँ इन्ट्री गर्नुपर्ने रहेछ इन्ट्री पनि हान्ने हो ल गाइस इन्ट्री पनि भइसक्यो यहाँ यसो नामसाम चढाउने काम होइन त्यही हो अब निस्क्यौँ कहाँसम्म पुगिन्छ मार्फा बस्ने कुरा हो आज मार्फा पुग्ने हो बस्नलाई लफडा कारबारहरू अहिले हान्ने नि ठिक छ हामी फेरि अब अलि जल्दो बल्दो भ्लगर पऱ्यो अनार देखाउने अनि फेरि सर फोटोइचम भनिहाल्छन् त्यही भएर मास्क साक्स चस्मा लगाएपछि कसैले चिन्दैनन् सेलिब्रेटी हुन पनि गाह्रो छ कि होइन के हो सौगात दुःख मानी भनेको कुरो हो ठिकै छ कुदाउ सेभ द बर्ड्स है त गाइज ल सेभ द बर्ड्स त्यही हो ल रहेछ यहाँ सबै रेसर्ट ल गाइज अब हिमालकै नजिक आइयो नजिक आउँदैछौँ चढ्ने आज हिउँ पर्छ कि बसिया ठाउँमा हिउँ पर्ने भयो कि टाइम बनाउँछ नि हिउँ खेल्न किन अरे अब भाग्यमानी लेख्न पाउँछ नि राजा हिउँ परेको अब है मुस्ताङको माहौल सुरु भइसक्यो गाइज मुस्ताङको माहौल स्टार्ट भइसक्यो अब केटाहरू कहाँ पुग्यो भन्ने कुरो मेन छैन गाइज हामी अहिले आयो 6 गाउँ छिरियो अब लेते छिरिसकियो हेरौँ यताको भ्यू होइन भ्यू हेरौँ भ्यू गाइज भ्यू हामी हिमालको काखमा आइसक्यौँ हिउँको काखमा आइसक्यौँ गाइज हामी हिउँको काखमा एकदम चक्की क्वालिटीमा होइन गाइज मिठो छ भ्यू मिठो होइन कुरोकानी त्यस्तै हो जति गरे पनि त्यही हो केटाहरू अगाडि गइसक्यो हामी हिमालको फेदमा लगाइस फलामको पुल हेरौँ चक्की पारामा उता पनि फलामको पुल चक्की पारामा यता पनि 25 टन मात्र गाडी छ है मा भार वाहन क्षमता 25 टन मात्र 25 टन बोक्न सक्ने रहेछ यसले त्यो पनि ठिक छ
गाइज अहिले हामी वेलकम टु मार्फा भिलेज है त हामी मार्फा गाउँ छिरिसक्यो आजको बसाइ यतै हुन्छ जस्तो छ हाम्रो होइन राम्रो फुलबारी हेरौँ गाइज भ्यू मुस्ताङ यतै हो क्या मार्फा भिलेज भिलेज त नि ओहो मुस्ताङमा केटाहरू ग्याङ ग्याङ मुस्ताङमा जानेकै चाहिँ पिरो रैला हो गाइज रैला गाइज चिसो छ गाइज चिसो एकदम चिसो होइन धन्नाले पनि लफडा गराइरहेको छ मतिर फर्किरहेर हावा डेन्जर लगाइरहेको पिम्प पिउ पुल मार्फी पिम्प पिउ पुल मार्फी मार्फा पिम्प पुल मार्फी पु फोन गर न भन्दा गाइज चिसो डेन्जर छ चिसो मिठो हावा लगाएको छ यिनले जहाँ हावा लाउँछ त्यहीँ गरेर रोक्छ लफडा गाह्रो के भिडियो चालु छ कि ल गाइस यस्तै भयो क्यामेरा हजुरहरूले जे भए पनि यो भिडियो हेरिदिनु होला मेरो अहिले केही गर्न सक्नुहुन्न गर्न सक्ने भए सौगातको के गरेर पठाइदिउँ न त्यसमा यसो मनी पनि यस्तो छ हेर्नुहोस् त्यो छ गाइस हातमा यस्तो पोलेको छ बोलिया छ के भनेको गाइस हामी हाम्रो केटाहरू भएको होटल चाहिँ उता च्याङ खोला ब्रिजबाट अलिकति तल पर्ने रहेछ होइन हामी यता पिउ पुलमा थियौँ मार्फा पिउ पुल के पम्प हो कि के पिउ पुल हो त के थाहा भएन त तर पुल चाहिँ पुलै हो होइन त्यही हो गाइस ल अर्को पक्की पुलमा हामी जाँदैछौँ है त ल अब होटल पुगेर भेटौँ ल जय शम्भो ल गाइस यो ठाउँमा स्याङ भन्ने ठाउँ रहेछ स्याङ जा होइन स्याङ मात्रै रहेछ गाइस हिमाल चम्किएको हेरौँ है तर गोप्रोले क्याप्चर हानेन क्या तर हिमाल चाहिँ मिठो चम्किरहेको है ल गाइस केटाहरूले अब होटल यहाँ अब यो लाग्न पर्ने यस्तो करिडोरमा बुक गरेछन् अब बस्ने ठाउँ कसरी हो जाने यही गढ बाइक गढ हो गढ ए बालुवामा यस्तो लोड छ ताना तान्छ कि लैजाऊ त गाइस आधा रात यस्तो ठाउँमा बाइक राखेर के हेर्ने हो यस्ता हिलाम्बीमा बाइक हालिदिन्छन् केटाहरूले अब फेरि यो भएको जति फेरि वुमेनले गर्दा हो फोन नआए अलिक गद्ली ठाउँमा हाल्थ्यो होला कि लगाइस यस्ता ठाउँमा यो हिलाम्बीमा हालिदिएर यस्तो लफडा गरेर लगाइस पुलचोक रेस्टुरेन्ट टी एन्ड कफी है त गाइस ल मिठो हो कि होटल ओहो ठिक छ रमाइलो हो यहाँ के भन्छ र खोलामा पुग्यो यो चाइनिज होइन अब चाइनाको नजिक आयो त्यही भएर चाइनिज मात्रै ठिक छ गाइस सेव हेरौँ लगाइ चाहिँ चाहिँ एकदम अर्ग्यानिक हाउसमा बस्दिने क्या त चप्पल ल्याउनु भएको र लगाइस रुम आइसक्यो हामी होइन बल्ल आनन्द भयो यार ल अहिले भेटौँ ल मुस्ताङमा केटाहरू ग्याङ ग्याङ मुस्ताङमा को छ त अरू बस्ने हामी कहाँ हिँडेको त बस्नु नि आउनु न लगाइस हाम्रो चाहिँ अब यहाँ ट्याक्क आगो ताप्दै चिया खाने कार्यक्रम चलिरहेछ यता हुनुहुन्छ हाम्रो यहाँ होमस्टेको आमा उता आमाको छोरी दिदी मिठो गाईको दुधको चिया खुवाउनु भयो अब के खुवाउनुहुन्छ दिदी कोइलर के पाक्छ होइन के पाक्छ आनन्दले पकाउनु न हस् हुन्छ दिदी ल ए हजुर आफ्नो हिसाबले बनाए हुन्छ लगाइस आइयो मुस्ताङ पनि अब भोलि बिहान मुक्तिनाथ गइन्छ यहाँबाट उठेर अन्त के भन्न चाहनुहुन्छ चायलाई रेटिङ 10 मा 11 11 हो धेरै हो कि होइन लास्ट मिठो छ गाइज मेरो त भोलि साध्यै जाएन टिकटक हेर्दा ठिकै छ लगाइज अब दिदीले त्यहाँ पुरै अब के अदरक सदरक के कुट्न लाउनु भएको त्यहाँ च्याट्ट उता चिकन खाना बनाउँदै हुन्छ मिठो पारामा खाना खाइदिनुपर्छ उता दबाईहरू हुन्छु यहाँ आमाले मास लोकल खाने अरे लोकल आएपछि बल्ल आमा फ्रेस हुनुहुन्छ अरे हामी अब बाउ परियो रौसी खाइदिने हाल्ने आमा के झिक्दै हुनुहुन्छ हजुरले के झिक्दै हुनुहुन्छ आमाले रामबाछा वालिङ सबै चिन्नु भएको रहेछ अनि पाक्दैछ
अगाडि चाहिँ आमाले अदुवा कुट्न लगाइसक्नु भयो अब दिदीले काट्दै हुनुहुन्छ उता लगाइ खाना खाएर भ्याउनु लाग्यो बल्ल भिडियोको सम्झना भोकले हानेछ के ल दिदी धन्यवाद धन्यवाद मिठो छ